राजेन्द्र लिङदेनको सरकारलाई ठाडो चेतावनी। नमस्कार दर्शकबिन, म बिङ अलर्ट नेपालको समाचारदाता अङ्कित शर्मा सुवेदी। रापरपाका अध्यक्ष राजेन्द्र लिङदेङले वैशाख 7 गते हुन लागेको आन्दोलन सरकारले तोकेको सीमाभित्र नभई आफूहरूले गरेको निर्णय बमोजिम हुने सङ्केत देखाएका छन्। सरकारले निषेधित क्षेत्र नतोड्न दिएको आदेशप्रति सङ्केत गर्दै सरकारले तोकेको सीमा विरुद्धको प्रतीकात्मक र शान्तिपूर्ण प्रदर्शन भएको बताएका छन्। वैचारिक दृष्टिकोणले रापरपा राष्ट्रकै प्रमुख प्रतिपक्ष पार्टी भएकाले हामी जे गर्छौँ भनेर गर्छौँ, सरकार नडराए हुन्छ भन्दै बिहानको करिब 8:30 बजेतिर सामाजिक सञ्जाल फेसबुकमा ठाडो चेतावनी दिएका हुन्। यस्तै अलर्टिङ प्रहारका लागि हेर्दै गर्नुहोला, सुन्दै गर्नुहोला बिङ अलर्ट नेपाल। हस्त, धन्यवाद।